हेलो एन्ड नमस्ते लभली पिपल, वेलकम ब्याक टु माई च्यानल। यसलाई चाहिँ हाम्रो गाउँतिर चुक भनेर भन्छ, जुन चाहिँ नेपालीमा अमिलो तर के भन्दा होला मलाई थाहा छैन, तर हाम्रोमा चाहिँ यसलाई चुक भन्छ। आज चाहिँ हामी यही खाना लागेका छौँ। चुक खानको लागि चाहिँ हामीलाई दुईवटा चिज एकदमै इम्पोर्टेन्ट हुन्छ। एउटा भनेको चाहिँ चिनी र अर्को भनेको चाहिँ हाम्रो नुन, जो चाहिँ लसुनको पत्ता, तिल, नुन, खुर्सानीबाट बनेको हुन्छ। तपाईँहरूको मनमर्जी, अब मान्छेहरूले धेरै थरीको बनाउँछ। मैले चाहिँ यस्तो बनाएको थिएँ। त्यसपछिको प्रोसेसमा चाहिँ मम्मीले मलाई हेल्प गर्नुभयो, जसमा चाहिँ मम्मीले त्यो चुकको दानालाई एक पिस गरेर त्यो पिसहरूलाई पनि सानो पिसमा गरेर राख्नुभयो। त्यो सानो पारिसकेको पिस सबै रेडी भइसकेपछि चिनी र अघिको पिसेको नुनसहित मरमसला भएको त्योलाई मजाले हालेर एकछिन दामी तरिकाले मोल्ने। त्यसपछि चाहिँ रेडी हुन्छ हाम्रो चुक, जसलाई चाहिँ अमिलो पनि भनिन्छ भने। त्यसलाई समातेर टेस्ट गर्दा चाहिँ एकदमै अमिलो, मिठो, एकदमै डेन्जर, रमाइलो खाले टेस्ट थियो। थ्याङ्क यू सो मच फर वाचिङ। डु लाइक, सब्सक्राइब, फलो, होइन युट्युबमा हेरेर भए सब्सक्राइब, टिकटकमा हेरेर भए फलो गरेर साथ दिनु होला। थ्याङ्क यू सो मच, बाई।